एनपीएल अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई 3 विकेटले हराएको छ। 151 रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले 19.4 ओभरमा 7 विकेट गुमाई 151 रन बनाई लक्ष्य हासिल गर्यो। उक्त खेलको म्यान अफ द म्याच रोहित कुमार पौडेल भएका छन्, जसले 36 बलमा 40 रन बनाउन सफल भएका थिए। आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई 6 विकेटले हराउन सफल भएको छ। जनकपुर बोल्ट्सले दिएको 146 रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले 17.4 ओभरमा 4 विकेट गुमाई हासिल गर्न सफल भयो। उक्त खेलको म्यान अफ द म्याच ईशान पाण्डे भए। उनले 35 बलमा 56 रन बनाउन सफल भएका थिए। यो सँगै पोइन्ट्स टेबलको टपमा सुदूरपश्चिम रोयल्स 5 खेलबाट 5 खेल जिती यथावत रहेको छ।